हेलो नानी बाबुहरू, आज फेरि म कोअर्डिनेट ज्योमेट्रीको एंगल बिट्विन टू लाइनको सर्ट क्वेसन नम्बर 4 लिएर आएको छु है। अब यसलाई पनि पढ्नु, यिन सबै हाम्रो सीमा आएका क्वेसनहरू हुन् र यसलाई कसरी बनाउने भन्ने कुरा म तिमीहरूलाई मेरो आफ्नो तरिकाद्वारा डिस्क्राइब गर्छु। ल पहिलो क्वेसन हेरौँ। सो दैट द लाइन्स 2x minus 8y plus 6 equals to 0 and 3x minus 12y plus 4 equals to 0 are parallel भनेछ। अब यो प्यारलल हुन्छ भनेर हामीले प्रुभ गर्न छ। अगाडि पनि मैले क्वेसन नम्बर 3 मा प्यारललबाट हामीले प्रुभ गर्ने गरेका छौँ। अब यसलाई कस्तो गर्न छ कि यसको स्लोप र यसको स्लोप चाहिँ इक्वल आयो भने यो के भइहाल्छ, प्यारलल है त। ल अब यसलाई कसरी सल्भ गर्ने भन्ने कुरा हेर्दै जाऊ। सोल्युसन here the given lines are 2x minus 8y plus 6 equals to 0 and 3x minus 12y plus 4 equals to 0। अब इसको स्लोप निकालने, स्लोप m1 equals to minus coefficient of x upon coefficient of y equals to minus। अब फर्मुला याद करते जानु है। यसको लाइन को स्लोप को फर्मुला कुन हो, माइनस कोएफिशिएंट x अपन कोएफिशिएंट अफ y। अब यसको कोएफिशिएंट x को कोएफिशिएंट कति थियो, 2 अपन y को कोएफिशिएंट -8, माइनस माइनस प्लस हो, 2 1 जा 2, 2 4 जा 8 इक्वल्स टू 1 अपन 4। ल इसको स्लोप ये आयो। अर्को एंड स्लोप m2, यसमा नि के हुने हो फर्मुला, कोएफिशिएंट अफ x अपन कोएफिशिएंट अफ y इक्वल्स टू माइनस कोएफिशिएंट अफ x भनेको कति भयो हाम्रो यसमा 3, कोएफिशिएंट y भनेको यो साइन समेत लेख्नु -12, माइनस माइनस क्यान्सल भयो, 3 1 जा 3, 3 4 जा 12, यसमा नि कति आयो 1/4। अब हेर त m1 र m2 दुईटै बराबर हो भने हाम्रो लाइन के हुन्छ, प्यारलल। फेरि भन्छौं देयरफोर m1 equals to m2 equals to 1/4। दुईटै स्लोप के भयो, बराबर। देयरफोर the two lines are the given lines are parallel भनेर हामी भन्न सक्छौं। यो यसको के हो, प्रुफ। ल अब यसलाई गर्ने तरिका यसरी हो। पहिले के भन्छ, दुईटा लाइन दिएको हुन्छ, हामीले गिवन लाइन आर यो भनेर भन्यौ। फेरि यो लाइनको स्लोप निकाल्ने, स्लोप निकाल्दै फर्मुला हामीलाई थाहा छ, माइनस कोएफिशिएंट अफ x अपन कोएफिशिएंट y, यसको कोएफिशिएंट 2, यसको कोएफिशिएंट -8, माइनस माइनस क्यान्सल, 2 4 जा 8 काट्दाखेरि 1/4। त्यस्तै गरी यो लाइनको पनि स्लोप निकाल्ने, हामीले कति निकाल्ने 1/4। अब दुईटै स्लोप बराबर भयो भने m1 equals to m2 equals to 1/4। therefore the lines are parallel। प्रुफ बुझ्यो नि, यसरी बनाउनु। अब यस्ता क्वेसनहरु आयो भने किताबहरुमा देख्यो भने हामीले के गर्नुपर्ने रहेछ, दुईटा लाइनको स्लोप निकाल्ने, दुईटा लाइनको स्लोप निकालेर हामी यसलाई के गर्न सक्छौं, सल्भ गर्न सक्छौं हैन। ल अब यसलाई हेर्ने, बुझ्ने र मेरो युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिने। ल थ्यांक यू।